यस कार्यक्रममा उपस्थित भएका भाइ बहिनीहरूले देखाएका सांस्कृतिक कार्यक्रमहरू थोरै भए पनि बोल्ने कला चाहिँ सुरु गर्नुभएको छ हाम्रो भाइ बहिनीहरूले। हामी थोरै जमर्को गरेका छौँ। यो मामाघर मन्टेश्वरी एकाडेमी विक्रम सम्वत 2073 सालमा एउटा काउसुती शिशु स्याहार केन्द्रको रूपमा स्थापना भएर र एउटा एकाडेमी प्रालीको रूपमा 1 वर्षमै दर्ता भएका छौँ। हामी अभिभावकहरूलाई लाग्ला यो मन्टेश्वरी चाहिँ कसैले चाहिँ मन्टेश्वरी साथीले भनेर कसैले चाहिँ बुझेरै पनि भन्न गर्नुभएको होला, तर हाम्रो विद्यालय चाहिँ 2074 सालमै एउटा कम्पनी लिमिटेड प्रालीको रूपमा दर्ता भएको विद्यालय हो। त्यसमा हजुरहरू निसङ्कोच हुन सक्नुहुन्छ। अनि त्यसपछि आज चाहिँ हामीहरूले गर्न खोजेको जुन विद्यार्थीहरूलाई दिन खोजेको जुन शिक्षा छ, यो चाहिँ हामीले एउटा किताबमा मात्रै नभइकन व्यवहारिक ज्ञान दिनको लागि चाहिँ जमर्को गरेका छौँ, जसको लागि हामी यो मामाघर मन्टेश्वरी एउटा एसोसिएसनमा आबद्ध छ, जुन गैँडाकोटदेखि हुप्सीकोटसम्मका मन्टेश्वरीहरूमा 12वटा मन्टेश्वरीमा हामी पनि एक हौँ। अहिले चाहिँ हाम्रो प्रदेश स्तरमा पनि यो मन्टेश्वरीको नाम गइसकेको छ। हाम्रा भाइ बहिनीहरूले विभिन्न यस वर्ष 8वटा कार्यक्रमहरू हामीले गऱ्यौँ एसोसिएसन अन्तर्गत, जसमा चाहिँ 5वटा प्राइज चाहिँ हामीले पनि ल्याउन सफल भएका थियौँ। त्यो गर्दाखेरि खुसी लाग्छ। हाम्रो शिक्षकहरूले आफ्नो अमूल्य समय हामीलाई दिँदै पनि इसिए एक्टिभिटीमा पनि हाम्रो बच्चाहरूले कुनै पनि कमी राख्नु भएको छैन। त्यसको लागि हाम्रो शिक्षक साथीहरूलाई पनि म एकदमै हृदयदेखि कृतज्ञ छु उहाँहरूप्रति। र आज आउनु चाहिँ हाम्रो अभिभावकहरू धेरै आउनुभएको हो। हाम्रो कार्यक्रम अलिकति ढिलो भयो, ढिलो हुँदाखेरि गर्मीले आत्तिएर अहिले चाहिँ लगभग अभिभावकहरू पनि गइसक्नु भएको छ। त्यही भएर मैले धेरै कुरा बोल्न चाहिनँ। 2-4वटा कुराहरू चाहिँ विद्यालयले अब गर्ने आगामी योजनाहरू बनाएका थियौँ 83 को लागि। जस्तो हाम्रो विद्यालय मन्टेश्वरी भए पनि हाम्रो अलिकति अङ्ग्रेजी भाषामा कमी भयो भन्ने यहाँहरूको विभिन्न सल्लाह सुझावहरू म समक्ष आएका थिए। त्यसको लागि इङ्ग्लिस इन्भाइरोमेन्ट बनाउनलाई अझै हामीले स्पिकिङ जोनहरू, अडियो भिजुअल क्लासहरू चाहिँ अबका वर्षहरूमा हामीले दिनेछौँ। र सुरक्षित खेल मैदानको रूपमा अहिले चाहिँ हाम्रो इन्डोर प्ले स्टेसन मात्रै छ। अब चाहिँ मैले यो वर्ष आउटडोर प्ले स्टेसन पनि बनाउने मेरो योजना छ, यस विद्यालयको योजना छ। र स्वास्थ्य सरसफाइलाई ध्यानमा राख्दै विद्यालयमा हामीले सामान्य फिल्टर गरेर पानी त खुवाउँथ्यौँ, तर अब चाहिँ एउटा फिल्टर स्कुलभरि नै फिल्टर जडान गरेर बच्चाहरूलाई फिल्टरबाट पानीमा खाने पानीमा कुनै पनि विभिन्न रोगहरू चाहिँ पानीबाटै लाग्ने भएकोले अब चाहिँ हामीले यस विद्यालयमा फिल्टर जडान गरेर ती रोगहरूबाट बच्नको लागि हामीले शुद्ध पिउने पानीको व्यवस्था गर्ने योजना बनाएका छौँ। र त्यस्तै गरेर अतिरिक्त क्रियाकलाप यहाँहरूले भन्नुहुन्छ इसिए भनेको के हो, इसिए भनेको के। आजको यस कार्यक्रममा पनि हजुरहरूले थाहा पाउनु भयो होला, हामीले रिजल्ट गरेका छैनौँ। रिजल्ट चाहिँ हाम्रो 6 गते मात्रै हुनेछ। र आज बाँडेका यो सबै अवार्डहरू चाहिँ सबै इसिएका हुन्। हामीले चाहिँ बच्चाहरूलाई चाहिँ एउटा पिरियडमा पढाउँदै गर्दा पनि उहाँहरूको चाहिँ छुट्टै, जस्तो क्ले आर्ट, स्टोन आर्ट, अनि त्यसपछि डान्सिङ, सिङ्गिङ, ऱ्याम्स, यस्तो कुराहरू भनेको इसिएमा पढ्छन्। यसैबाट हाम्रो बच्चाहरू अगाडि बढ्दैछन्। अझै यो वर्षभन्दा अर्को वर्षमा अझै धेरै यसमा हामीले विकास गर्नेछौँ, अझै राम्रो हुनेछ। र यहाँहरूले मैले घर दैलोमा टिचरहरू पठाउँदै गर्दाखेरि आएका जुन कमी कमजोरीहरू हजुरहरूले दिएका सुझावहरू मैले सबै चिपोट गरेर राखेको छु। फेरि पुनः अघिल्लो अर्को वर्षको नयाँ सेसनभन्दा अगाडि नै हामी हजुरहरूसँग मिटिङ गरेर अनि त्यसपछि कसरी जाने, विद्यालयलाई कसरी लाने, अब चाहिँ हामी अभिभावकसँग यो वर्ष चाहिँ कम्तीमा 3वटा चाहिँ अभिभावक भेला गराउनेछौँ, जसमा चाहिँ यहाँहरूको
100% उपस्थितिको आशा गरेकी छु र आजको यस कार्यक्रममा यिनै हुन्। अब हाम्रो यो भावी योजनाहरू नै भए कार्यक्रममा केही कमी कमजोरी भयो होला, यहाँहरूको आतिथ्यमा केही कमी कमजोरी भयो होला, त्यसलाई चाहिँ आत्मसात गर्दै हामीलाई सुझावको रूपमा दिँदै यहाँहरूले यति बेलासम्म धैर्य धारण गरेर बसिदिएकोमा यहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। क्यामेराम्यान बहिनी कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै आएर हामी यहाँ आइदिनु भयो, हजुर राम्रो राम्रो फोटोहरू खिचिदिनु भएको होला भन्ने छ। उहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो शिक्षक साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँ उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै आजको कार्यक्रमको अन्त्य हुँदै गर्दा क्यामेराम्यानलाई र हाम्रो यो साउन्ड सिस्टममा सहजीकरण गर्ने भाइलाई चाहिँ मायाको चिह्न वितरण गर्दै हामी आजको कार्यक्रम चाहिँ औपचारिक रूपमा अन्त्य गर्नेछौँ, समापन गर्नेछौँ। र यति अब इन्फर्मल रूपमा चाहिँ कसैलाई नाच्न, प्यारेन्ट्सहरूसँग नाच्न गाउन मन हामीलाई पनि छ। एउटा गीतमा चाहिँ सबैजना सामूहिक रूपमा नाचौँला र आज बिदा होला। यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एउटा पिजी कक्षामा भर्ना गरेर अनि 1 क्लाससम्म आएर यसरी बिदाई गर्दै गर्दाखेरि मन कतै कतै भत्कानिएको पनि थियो बच्चाहरूलाई त्यो टिका लगाइदिँदै गर्दा। यसरी नै सबै बच्चाहरूलाई चाहिँ मैले 1 क्लाससम्म उहाँहरूले एउटा दुधे बच्चालाई मलाई दिनुभएको थियो। त्यो बच्चाले चाहिँ आफ्नो परिचय दिन सक्ने, आफ्नो विद्यालयको बारेमा भन्न सक्ने, आफ्नो परिवारको बारेमा जहाँ पनि आफ्नो परिचय दिन सक्ने बनाएर मलाई पठाउने वातावरण मिलाइदिनु हुनेछ भन्ने कुरामा विश्वस्त छु।